सिडोलमा पनि तपाईँको यस्तो राम्रो राजनीतिक पार्टीको आयोजना गरिदिनु जसमाबाट म लगायत दुईजना उस्ताद अझै मसँग अझै दुईजना उस्ताद मेरै पढाउने एउटा र एउटा प्रोफेसर उस्ताद जाँदै हुनुहुन्छ। उहाँको तर्फबाट धेरै धेरै हजुरहरूप्रति आभार तथा कृतज्ञता व्यक्त गर्दछु। म यहाँ आएको जस्तो किरण साहबले भन्नुभयो अनि सन्जु उस्ताद भयो साहब मै गएको होइन हामीले 6-7जना भाइहरू ज्यानकी हामीले भाग्ने क्रममा हामीहरू 29 मार्च 2023मा चाहिँ म जिटिसीमा इन भएको थिएँ हामीहरू र कति छिटो चाहिँ यो 36 महिना एकदम क्या म अझै पनि उस्तादहरूले भन्छु अनि अस्ति भर्खरै त्यो एमटिकेटको ऊबाट सास खुल्लाएर पिटी भएको जस्तो लाग्छ। तर अहिले 3 साल 37 महिना बटेको थाहै लागेन। त्यो रघुसँग हिँड्दा रघुलाई गाली गर्दा यस्तै पार्टी हुँदा मोज मस्ती गर्दाखेरि त्यो दिन बितेको बिल्कुलै राम्रो लाग्ने रहेछ। अन्त यहाँ मभन्दा पहिला हाम्रो सुदर्शनहरू उहाँहरू पनि हुनुहुन्छ त्योभन्दा धेरै यहाँको पुष्टिको भइसकेको होला भइसकेको छ। र उहाँहरू आफ्नो आफ्नो संगठनको म्यानेजमेन्टको स्थापना जसरी हाम्रो किरण साहबले भन्नुभयो कि यो सङ्गठित पहिला टी सेक्सनको अलग्गै पार्टी हुन्थ्यो, डी सेक्सनको अलग्गै पार्टी हुन्थ्यो। हाम्रो टी सेक्सन जब यो सबभन्दा सिनियर एनसिसमा सबभन्दा सिनियर कोर्स हो यो एउटा नायक हल्दार भएपछि मात्रै यो कोर्स गर्न पाइन्छ। यो कोर्सको चाहिँ यो उस्तादहरूको चाहिँ यो म्याच्युरिटी ल्याउनुपर्छ भनेर हाम्रो पहिलाको उस्तादहरू र लगायत म लगायत सम्पूर्ण उस्तादहरू सबै एक दिन डब्लुटी एरियामा गएर हामीले ल आजबाट चाहिँ यस्तो कलम है यस्तो कलम है भनेर यो नाम राखौँ है भनेर हामीले एउटा सानो सबै उस्तादहरूसँग प्रभावित नामको साथसाथ एउटा सङ्गठन खोल्ने हामीले नियमभित्र हामीले बनायौँ अलिअलि र त्यही अन्तर्गत जो भने जस्तो पुरानो पात झर्दै गर्छ नयाँ पात बनाउँदै गर्छ भने जस्तो पुरानो जो गरेर जाने अर्गनाइज गर्नुभएको साहबहरू पनि जानु भइसक्यो पर्दैन। उहाँको बदली आएको पनि 1.5 साल भइसकेको छ। त यो सङ्गठनलाई हजुरहरूले म गए पनि एज अहिलेसम्म मैले जो पिएमसी गरेँ मलाई सबैजना उस्तादहरूले साथ सहयोग दिनुभयो र म अहिले सही सलामत यो 3 सालको यानि यहाँ ठिकठाक गरेर जाँदैछु। जिटिसीमा सबभन्दा ठुलो कुरा भनेको आफ्नो डकुमेन्टेसन नबिगारिकन आफ्नो जो